सम्पूर्ण नमस्कार। आज म नबोलाइकन कहाँ जान हुन्छ, कस्ता ठाउँमा चाहिँ जानलाई निमन्त्रणा चाहिँदैन, कस्ता ठाउँमा जानलाई चाहिँ बोलाउनु पर्दैन, कस्तो ठाउँमा जाँदा चाहिँ निमन्त्रणा बिना जाँदा पनि दोष लाग्दैन भनेर सानो जानकारीमूलक भिडियो लिएर आएको छु। हजुरहरूले मलाई फलो गर्दै गर्नु होला। म फलो ब्याक दिँदै जान्छु। हजुरले मेरो भिडियो त हेर्नुहुन्छ, तर मेरो भिडियोमा कहिले पनि लाइक कमेन्ट मेरो गरेको देखिँदैन, फलो गरेको भएको छैन। मलाई हजुरहरूले फलो पनि गर्नुभएको छैन है। कमसेकम हजुरहरूले मलाई फलो त गर्दै जानुहोस्, लाइक कमेन्ट गर्दै जानुहोस् हैन। मैले हालेको भिडियोहरू कस्तो लाग्छन् त्यसको जानकारी दिँदै जानुहोस्। अब म ढिलो नगरिकन फटाफट आजको 6वटा कुरा लिएर आएको छु। म सानो एकदम छोटो कुरा 6वटा कुराहरू लिएर आएको छु। अब कस्तो ठाउँमा जाँदा चाहिँ नबोलाइकन जाँदा पनि दोष लाग्दैन, अथवा कस्तो ठाउँमा जाँदा चाहिँ नबोलाइकन जाने हुन्छ भनेर भिडियो लिएर आएको छु। त्यसमा छ सबैभन्दा 1 नम्बरमा छ पिताको घर अथवा माइती घरमा जाँदा चेलीबेटीलाई बोलाइरहनु पर्दैन। अब त्यस कारणले गर्दा अथवा छोरा बुहारी पनि अन्यत्र टाढा बस्नु भएको छ भने आफ्ना मातापिता घर जान त कुनै साइड हेराइरहनु पर्दैन, कुनै बोलाइरहनु पर्दैन। बिना निमन्त्रणा जान सकिन्छ मातापिताको घरमा। अब यसरी नै छोरी गएर माइत बस्नुभएको छ अथवा छोरी माइतमा आएर बस्नुभएको छ भनेदेखि त्यो पतिका घरमा जाँदा पनि कुनै साइड चाहिँदैन अथवा कुनै केही बोलाइरहनु पर्दैन। पतिका घरमा पनि बिना निमन्त्रणा नबोलाइकन घर जान सक्नुहुन्छ तपाईँ। त्यसले गर्दाखेरि पतिका घर जाँदा आफ्नो घर जान पनि निमन्त्रणा अथवा नबोलाइकन जान सकिन्छ, निमन्त्रणा चाहिँदैन। यसरी नै गुरुका घर जान, आफ्ना गुरुमा अब आफूले मानेका गुरुका घर जान पनि निमन्त्रणा चाहिँदैन। किनभने कहिलेकाहीँ कुनै कुरा सोध्नुपर्ने हुन्छ, आफूले नजानेका कुराहरू गुरुलाई सोध्नुपर्ने हुन्छ, गुरुलाई केही कुरा भन्नुपर्ने हुन्छ। त्यस कारणले गर्दा गुरुका घरमा जान पनि, कुनै कुरा सोध्न, कुनै कुरा केही गर्न पनि गुरुका घर जान पनि कुनै निमन्त्रणा चाहिँदैन। त्यसैले गुरुका घरमा पनि बिना निमन्त्रणा जान सकिन्छ। अर्को छ यसरी नै महायज्ञ भइरहेको ठाउँमा, ठुल्ठुला यज्ञहरू भइरहेको ठाउँमा, ठुल्ठुलो कर्महरू भइरहेको ठाउँमा पनि त्यहाँ निमन्त्रणा गर्नु पर्दैन। त्यहाँ बिना निमन्त्रणा जान सकिन्छ। त्यसको बिना निमन्त्रणा जान दोष लाग्दैन। तर अब के भनेको छ भने बिना निमन्त्रणा त्यो यज्ञहरूमा चाहिँ जानु, तर भोजन चाहिँ नगर्नु भनेर लेखिएको छ। बिना निमन्त्रणा गर्नु चाहिँ भोजन नगर्नु भनेको छैन। त्यसले तर बिना निमन्त्रणा नै त्यो कुनै कहीँ जाँदाखेरि पनि त्यत्रो दोष लाग्दैन, त्यस्तो कुनै नराम्रो हुँदैन, नराम्रो छैन। त्यस्तै बिना निमन्त्रणा जान गुरुका घरमा यज्ञ भएका ठाउँमा, महायज्ञहरू भइरहेको ठाउँमा जानलाई कुनै निमन्त्रणा चाहिँदैन। यस्तै छ। अर्को छ भगवानको सत्सङ्ग भइरहेको छ, भगवानको चाहिँ भजन कीर्तन भइरहेको ठाउँमा जानलाई पनि निमन्त्रणा चाहिँदैन। जहाँ भगवानको अब कलीमा त भनिएको छ भगवान जहाँ भजन कीर्तन बढी हुन्छ त्यहीँ अब भगवान प्रसन्न हुनुहुन्छ भनिएको छ। त्यस कारणले गर्दा भगवानको भजन कीर्तन भइरहेको ठाउँमा आफू पनि त्यहाँ मिसिएर भजन कीर्तन गर्नलाई निमन्त्रणा चाहिँदैन। मलाई बोलाएको छैन, म जान्न भन्नु पर्दैन। त्यहाँ पनि जान कुनै दोष लाग्दैन। र अन्तिममा छ, आजको अन्तिम 6औं नम्बरमा छ आफ्नो अत्यन्तै मिल्ने साथी अथवा आफ्नो अत्यन्तै प्रिय साथीका घरमा जाँदा पनि निमन्त्रणा चाहिँदैन। यी 6वटा ठाउँमा जाँदा चाहिँ निमन्त्रणा चाहिँदैन। बिना निमन्त्रणा नै यी 6वटा ठाउँमा चाहिँ जान सकिन्छ। हवस् त, नमस्कार।